यतिखेर हामी ठ्याक्कै बेलबारीको बेतना सिमसारमा छौँ गाइज है। आज बेलबारीको सिमसार तपाईँहरूलाई कस्तो छ भनेर देखाउनु गइरहेको छौँ। ल आउनुहोस् गाइज, लेट्स गो बेलबारी सिमसार। टिकट काउन्टर, टिकट कसरी? 2 जना 50 रुपियाँ। हजुर। अर्को हुनुहुन्छ कि नानी नै हो? ऊ नै हो, एउटा मात्रै राख्नु, एउटैले भयो। समाउ टिकट ठ्याक्कै नानीलाई चाहिँ सेट भयो है। हस् बोक। यो चाहिँ रहेको छ बेलबारी बेतना सिमसार होइन। यसरी डेकोरेट गरेको छ सुरुमै होइन। सुरु हुन्छ बेलबारीको बेतना सिमसार। यहाँ यस्तो मजाले डेकोरेट गर्दैछ, यो के को लागि हो थाहा भएन होइन। एकदम राम्रो देखिरहेछ होइन। अब यहाँभित्र के छ कस्तो छ म डिटेलमा देखाउने छु। बेलबारीको सिमसार म भर्खरै प्रवेश गरेको। यो चाहिँ प्रवेशद्वार। यतापट्टि नानीहरू खेल्नको लागि एकदम राम्रो बनाइएको छ होइन। यो ठ्याक्क बोटिङ गर्ने ठाउँ छ बेलबारीको ठ्याक्क सिमसारमा होइन। देख्न सक्नुहुन्छ एकदम मजाले बोटिङ गरिरहेको छ। हामी चाहिँ बेलबारीको सिमसारमा बोटिङ गर्ने तयारीमा छौँ बाबा छोरी। बोटिङको लागि टिकट समाप्तै पर्छ। बोटिङको लागि टिकट कसरी हो? आफै गर्नुपर्छ कि गराइदिनुहुन्छ? आफै गर्नुपर्छ। यसरी दिनुपर्ने रहेछ नि त, सुतेर आनन्द। ल हाम्रो हाँसमा हामी सरर जाँदैछौँ गाइज। ल धन्यवाद बुनी। मेरो बिरेन भ्लग गर्छ। म धेरै रिल्स बनाउँछु। हेलो फुङमा। अलि स्लोमै जाउँ हो। यो के हतार 250 सक्नु है। किन गल्नु छ र? डुबिँदैन गाइस। तपाईँहरू पहिलोचोटि बोटिङ गर्दै हुनुहुन्छ भने यसको यहाँ रहेको छ पाइडल होइन। यसलाई झ्यापझ्याप साइकल चलाए जस्तै गरी गर्ने। यहाँ छ यसको ह्यान्डल काट्ने। कता काट्दा कता जान्छ भन्ने नै स्किल भएन। हामी चाहिँ बोटिङ गरिसक्यौँ फाइनल्ली है। कतिको फिक्स ड्राइभर रहेछ, कहाँ छिर्छ है मेरो बोट। सही ठाउँमै छिराएछु दाइ है। ल धन्यवाद। तपाईँको बोट पनि चढियो। लड्छ है। अब दिदी निस्किँदा छ है एकचोटि पुरै। अनि ऊ भुइँचालो नै आयो। ल गाइज 250 रुपियाँ सक्यो। बाई बाई। ल 250 रुपियाँ सक्यो है। हामी चाहिँ लाग्यौँ। ल एकदम राम्रो डेकोरेसन गर्नुभएछ, धन्यवाद है। यस्तो दामी डेकोरेसन गरिरहेछ। यो चाहिँ बेतना सिमसार हो गाइज है। यहाँबाट देख्न सकिन्छ आजको भ्यू एकदम राम्रो। यहाँ एकदमै धेरै माछा छ गाइज है। आमामामामा माछा कत्रो कत्रो है। आऊ यताबाट हेरौँ। रेड कलरको माछा पनि रहेछ यहाँ है।
माछालाई यसरी संरक्षण गरिएको छ। यो माछा मारिँदैन। बेतना सिमसारको एकदमै होइन सेल्फी खिच्नको लागि बनाएको एकदम राम्रो लभको पाना। आएर सेल्फी खिच्नु होला है। सबैजनालाई यही भन्न चाहन्छु। हस् त, नमस्ते। गाइज यो चाहिँ बेतना सिमसार होइन। आज यहाँ हामी घुम्न आइरहेछौँ। रमाइलो भइरहेछ जियोस् है। तपाईँ पनि आउनु होला, रमाइलो गरेर जानु होला। सबैजना आउनु होला। यहाँ बस्नुको लागि पनि माछा हेर्नुको लागि एकदम राम्रो बनाइएको छ। सबैजना आउनु होला है त। लेखिएको छ नेपाली नाम शीतल भनेर होइन। सम्भवतः यसको नाम शीतल होला। शीतल नदेऊ हात टोक्छ। खायो है। अर्कोलाई पनि देऊ। यो चाहिँ गिद्ध है। यसले टोक्न पनि सक्छ। कस्तो दामी है। नटोकै राजा गिद्ध हो। उता हेर्नु राजगिद्ध। राजगिद्ध लेखिरहेछ। यता छ मुसाको प्रजातिहरू। कस्तो दामी है। हेलो हेलो। गिद्धले सुनेको छैन। सुनेको छैन छ होला। छैन हौ। नेपाली नाम होइन। मलाहा हुचिल लेखेको छ। यो चाहिँ हुचिल रहेछ। हेलो। आँखा झुम्क्याउँछ त्यहाँदेखि। त्यस्तै एउटा आँखा झुम्क्याएर तिमीलाई मन पराएको जाउँ अब। बाजेको हात बिग्रेको रहेछ। यता छ। आयो नि त झ्याम्नु यो त है। कस्तो रिसा हो यो। बाजे त पुरै रिसायो नि त। अरे हेलो। कता गयो बाजे? निस्केर गयो त यता। कान्छु यता हेर यता। कस्तो दामी लभको पाना जस्तो है। ज्यापको नटोकै डर लाग्छ नि फेरि मलाई। एउटा खुट्टा मात्रै छ त। खुट्टा एउटा लुकाएको होला यसले। मासु खाँदो रहेछ। आऊ। यो गिद्ध हो। खोइ यो त खोइ लुइचे हो कि के हो। यो कालिज हो। हेलो। गनाएछ। खुट्टा पस्यो। आज चाहिँ बेतनामा घुम्दा घुम्दै रात पऱ्यो होइन। अनि अब लाग्न त लागेको हामी। इटारी पुग्नु छ। निकै टाढो छ। बाटो पनि खराब छ है। अब चाहिँ घुम्दा घुम्दै रात पऱ्यो। एकदम ठिक छ। चट्ट नाइट भ्यूहरू पनि लिँदै जान पाइने भयो। आजको नाइट भ्यूहरू पनि हो है।
इभिनिङको भ्यू है तपाईँलाई देखाउन गइरहेको छु। यो देखिराख्नु भएको सिन्देलबारीको भ्यू हो। ठिक्क यतिखेर साँझको 6:30 पनि भएको छ। एकदम रमाइलो देखिरहेको छ। अब हेर्दै जाउँ कहाँ पुग्दा रात पर्छ। सबै गाडीहरूले लाइट बाल्नु। यो चाहिँ